जति महँगो भए पनि बरु तिरौँ न। अब उहाँ त कलाकार मान्छे पनि हो, सायदै पैसामा हिजोतिर हिँड्ने बानी भएर हो कि? यदि होइन भने देश र जनताप्रति उत्तरदायी हुनुपर्छ। मैले रुलिङ गर्ने अधिकार छ, त्यो अधिकार कसले रोकेको छ सभामुख महोदय? सत्तापक्ष प्रतिपक्ष हुँदा सम्भवतः इतिहासमै सबैभन्दा बढी पेलिएको प्रतिपक्ष थियो। पेलिएकाहरूले यसरी पेलेको चाहिँ पटक्कै सुहाएको छैन सभामुख महोदय। र अर्को कुरा, अब हाम्रो कार्यव्यवस्थाको बैठक र प्रतिपक्ष सत्तापक्षको बैठकहरू लाइभ गर्नुपर्ने भयो, किनभने राजनीतिमा इमान भन्ने कुरा हुँदैन रहेछ। त्यहाँ बोलिएका कुराहरू यहाँ आइपुग्दासम्म परिवर्तन भइसक्दा रहेछन् सभामुख महोदय। आज पनि बिहान पनि हामी कार्यव्यवस्थामा बस्छौँ, यो सदनले जान्नुपर्छ। किनभने यहाँ कस्तो देखिराखेको छ भने प्रतिपक्षले मात्रै अवरोध गरिराखेको छ, होइन। हिजो सभामुखज्यूसँग पनि हामी बस्यौँ, आज बिहान कार्यव्यवस्थामा पनि सहमति भयो। सदनमा ब्रेक गर्ने, पेलेर नजाने भन्ने कुरा त सहमति भएका हुन्, तर त्यो कुरा कार्यान्वयन नभएर सभामुखज्यूले हामीलाई पेलेरै लानु पर्यो। अहिले फेरि हामी सत्तापक्षसँग छलफलमा बस्यौँ। सत्तापक्ष उहाँ मुख्य सचेतक मात्रै होइन, पार्टीको महामन्त्री पनि हो। उहाँले दिएको कमिटमेन्टको आधारमा हामीले सदन चल्नलाई हामी पनि तयार भयौँ, हामी पनि अवरोध गर्न चाहँदैनौँ। तर यहाँ भित्र आउँदा आउँदै उहाँले रोस्टमबाट आधिकारिक जानकारी नदिने भनेपछि फेरि हामीले यो चाहिँ विरोध गर्नलाई यहाँ हामी आएको। अर्को कुरा सभामुख महोदय, मान्यज्यूहरूले विधेयकको लागि समय लिनुहुन्छ, हजुरले रुलिङको कुरा गर्नुभयो। पर्यटन विधेयकमा बोल्न आउनुभएका मान्यज्यूले सत्तापक्षले प्रतिपक्षलाई उपदेश दिएर जानुभयो, यो विषय रुलिङ गर्नुपर्ने विषय होइन सभामुख महोदय। पर्यटन विधेयकमा माननीय जगदीश खरेलज्यूले भनेका कुराहरू के जायज हुन् कि ती विधेयक सम्बद्ध थिए, यो कुरामा यहाँको रुलिङ हुनुपर्ने हो माननीय सभामुख महोदय। त्यसैले यो बाहिर भ्रम सृजना गर्ने प्रयास गरिराखिएको छ। हामीले सदन अवरोध गरेपछि सत्तापक्ष र कार्यव्यवस्थामा टुङ्गाएर आएका थियौँ, तर आज पनि ती कुराहरू कार्यान्वयन नहुने हो भने अब सभामुख महोदयले सबै अनौपचारिक बैठक, कार्यव्यवस्थाको बैठकहरू लाइभ गरेर सारा जनताले देख्ने बनाइयोस्। आफ्नो त अब कुरै छैन सभामुख महोदय, यति बेला जनताको कुरै लिएर हामी आएका हौँ। यहाँ हाम्रो केही छैन, खालि सिस्टममा हामी हिँडिरहेका छैनौँ। हजुरले देख्ने हामीलाई सिस्टममा हिँडिरहेको छैन, तर हामीलाई पनि कता कता शङ्का लागिरहेको छ। सायदै अहिलेको सरकारलाई, अहिलेको सत्तालाई कसैले सहयोग गरेको छ भने हामीले पनि होला। किनभने अहिले जे चिज हुन्छ त्यो चिज तपाईँहरूले नफेर्दा राम्रो। सत्तापक्षका साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, हामीले हाम्रो प्रधानमन्त्रीको आवाजहरू जनताको बिचमा लान पाऊँ। कम्तीमा के चिज रहेछ, जति महँगो भए पनि बरु तिरौँ न। अब उहाँ त कलाकार मान्छे पनि हो, सायदै पैसामा हिजोतिर हिँड्ने बानी भएर हो कि? यदि होइन भने देश र जनताप्रति उत्तरदायी हुनुपर्छ। एउटा सांसदले रुलिङ हुँदाखेरि प्रधानमन्त्री अथवा सरकारलाई रुलिङ हुनुपर्छ सभामुख महोदय। यो हजुरको गरिमाको कुरा पनि हो। आज के भइरहेको छ, यो त लाइभ गइरहेको छ नि त। हजुरले के गरिरहनु भएको छ, संसारले हेरेको छ, विश्वले हेरेको छ। त्यसो भएको हिसाबले पनि म अनुरोध गर्न चाहन्छु, कम्तीमा सबै चिजलाई समेटेर अगाडि बढ्यो भने हामी लक्ष्यमा पुग्छौँ। यदि हिजोकै जस्तो दम्बहरू हो भने हामी अधोगतितिर लाग्न सक्छौँ। यहाँहरू सबैजनालाई मेरो अनुरोध छ, सत्तापक्षका महाज्यूहरू कम्तीमा सम्झाइ बुझाइ गरेर ल्याउन प्रधानमन्त्री ध्यान। मान्य सदस्यहरू, मैले विपक्षी बेन्चका सबै दललाई सम्बोधन हुने गरी समय दिइसकेको हुनाले मान्य सदस्यहरू बस्नुहोस्। मान्य सदस्यहरू बस्नुहोस्। बसेर हामी सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्। बस्नुहोस्। मैले विपक्षी बेन्चमा सबै पार्टीलाई सम्बोधन हुने गरी दिइसकेँ। मान्य सदस्य, मान्य सदस्य 2 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, सत्तापक्षको कुरो सुनियो र अचम्म छ सभामुख महोदय। तपाईँ सदनको प्रमुख हुनुहुन्छ अनि सत्तापक्षले प्रधानमन्त्री आउने एउटा डेट उहाँले दिनुभएको छ, ल 1 हप्ताभित्र प्रधानमन्त्री यो सदनमा उपस्थित हुनुहुन्छ भनेर। तपाईँ संसदको अहिले चाहिँ नि
प्रमुख हुनुहुन्छ, अहिले यो सभाको तपाईँ प्रमुख हुनुहुन्छ। तपाईँले रुलिङ गर्ने अधिकार छ प्रधानमन्त्रीमाथि। कुनै पनि मन्त्री, कुनै पनि प्रधानमन्त्री, कुनै पनि संसदमाथि तपाईँले रुलिङ गर्ने अधिकार छ। त्यो अधिकार कसले रोकेको छ सभामुख महोदय? यो सदनले जान्न चाहन्छ। तपाईँले त्यो अधिकार प्रयोग गर्न कसले रोक्यो? तपाईँले कसले रोक्या छ, कसले छेक्या छ त्यो विषय? तपाईँ सार्वभौम संसदप्रति, कार्यपालिका प्रमुख प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नुहुन्न र सभामुख महोदय? यो कुरो चाहिँ संसद मार्फत पुरै नेपालले, पुरै देशले जान्न चाहेको छ सभामुख महोदय। त्यो कारणले एउटा निश्चित मिति र निश्चित समय हामीलाई तोकियोस् र रुलिङ होस्, ताकि प्रधानमन्त्री आएर यो सदनलाई यहाँबाट उठेका प्रश्नहरूको जवाब दिउन्। किनभने यो संसदभन्दा ठुलो कोही पनि छैन र यो सार्वभौम सत्ता सम्पन्न यो संसदको गरिमालाई प्रधानमन्त्री जस्ता व्यक्तिले पनि अङ्गीकार गर्नै पर्छ। यो विषयमा रुलिङ होस् भनेर मेरो चाहना छ। आदरणीय सभामुख महोदय, धन्यवाद। माननीय सदस्य 2 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, हामी संसदबाट लोकतन्त्रको मूल्य, मान्यता, आदर्श, प्रक्रियालाई यहाँ अङ्गीकार गरिरहेको छौँ। यो एउटा यस्तो महत्त्वपूर्ण स्थल हो जहाँ हामी संवादबाट हरेक समस्याहरू निरूपण गर्ने पहल गर्छौँ। सभामुख महोदयले पनि यसमा गम्भीरतापूर्वक विचार गरिराख्नु भएको छ। तर जति पहलको अपेक्षा गरिएको छ त्यो अनुरूप हामीले त्यो अपेक्षा अनुरूपको डेलिभरी पाएको छैनौँ। हामीले मागेको लोकतन्त्रको रक्षा गर्ने कुरो, हामीले मागेको संविधान, कानुन र नियमावलीको त्यो अनुरूप संसद चलोस् भन्ने माग गरेको, हामीले माग गरेको प्रधानमन्त्रीको उत्तरदायित्वको, सरकारको उत्तरदायित्वको, एकाउन्टेबिलिटीका हामीले माग गरेको, सार्वभौम संसदको गरिमालाई उच्च बनाउनको निमित्त उहाँको भूमिकाको अपेक्षा गरिएको। आज पनि उहाँले यो युरोपियन युनियनको, युरोपियन मुलुकको प्रतिनिधिमण्डलसँगको कुराकानीमा उहाँले प्रतिबद्धता जनाउनु भएको छ। सम्माननीय प्रधानमन्त्रीले, म लोकतन्त्रको मूल्य र मान्यतालाई अक्षुण्ण राख्छु। संसदको मूल्य, मान्यता र प्रक्रियालाई अक्षुण्ण राखेपछि मात्रै त्यो सम्भव हुन्छ सभामुख भए। त्यसैले गर्दाखेरि म आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, अहिले हाम्रो सत्तापक्षको हाम्रो चाहिँ नि मान्यले प्रमुख सचेतकले जे कुरा भन्नुभयो, मुख्य सचेतकले जुन कुरा भन्नुभएको छ त्यो कुरालाई सभामुखको आसनबाट त्यो रुलिङ होस् र यो जुन संवादबाट संसदलाई अगाडि बढाउने प्रक्रिया छ त्यसलाई सहजीकरण होस् भन्ने म अनुरोध गर्न चाहन्छु। विपक्षी बेन्चका मान्य सदस्यहरू कोही बोल्न चाहनुहुन्छ? म कसलाई समय दिउँ? धेरैजनाले उठाउनु भएको छ, कसलाई दिउँ? मान्य सदस्य पद्मा अर्याललाई 2 मिनट समय दिन्छु, त्योभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, आज संसदमा आइरहँदा जे दृश्य संसदभित्र भइरहेको छ यस्तो हुन्छ भन्ने हामीले कल्पना गरेका थिएनौँ। हामी बाहिर एक खालको सरसल्लाह गरेर एउटा धारणा बनाएर पनि आएका थियौँ। सम्माननीय सभामुख महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो र त्यहाँ निर्णय भयो, त्यहाँ निर्णय भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमान्दारिताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिएन। त्यो नदेखिसकेपछि विपक्षी तर्फका मान्य सांसदहरूले आफ्नो बारम्बारको जे आवाज हो त्यो आवाज यो सदनमा उठाइरहनु भएको छ। त्यसपछि यो सदन स्थगित गरियो। स्थगित गरे फेरि छलफलको निम्ति भित्र गइयो। भित्र गएर एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढङ्गले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौँ,
सम्माननीय सभामुख महोदयलाई म हार्दिकतापूर्वक भन्न चाहन्छु, हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकारीकै आधारमा चलौँ। हामीले बारम्बार यो कुरा दोहोऱ्याइरहेछौँ, तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई कुल्चेको हामीले महसुस गरेका छौँ। नम्बर 1। नम्बर 2, अहिले पनि जे चिज भएको छ मैले स्मरण गराउन चाहन्छु, प्रतिपक्षका सांसदहरू बोलिसकेपछि सत्तापक्षका सांसदहरूले पटक्कै पछि लड्कार्नु पर्ने। यो संसद भनेको प्रतिपक्षको, यो संसद प्रतिपक्षको हो। सरकारको भजन मात्रै गाउने, सरकारको प्रशंसा मात्रै गर्ने थलो होइन सभामुख महोदय। त्यसैले यो संसद मार्फत हामीले सरकारसित जवाफ माग्ने, सरकारसित आफ्नो कुरा राख्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने हाम्रो कर्तव्य हो। त्यही कर्तव्यलाई हामीले पुरा गरेर हामी बारम्बार यही चिज गरिरहेका छौँ सभामुख महोदय। तर लामो समयदेखि हामीले जे चिज उठायौँ आज त्यो चिजको जवाफ हामीले पाइरहेका छैनौँ। नपाउँदा पनि हामी धैर्यताका साथ बसिरहेका छौँ। काटिए पनि मैले अन्तिममा भन्न चाहन्छु, जुन कुरा सत्तापक्षका प्रमुख सचेतकज्यूले आज यो व्यक्त गर्नुभएको छ प्रतिबद्धताको रूपमा, त्यो प्रतिबद्धतालाई सभामुख महोदयको कुर्सीबाट रुलिङ होस्, म हार्दिक आग्रह गर्न चाहन्छु। विपक्षी बेन्चका मानिस सदस्यहरू बस्नुहोस्। सत्तापक्षका मुख्य सचेतकलाई म समय दिन्छु, आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, बिचमा हामी ब्रेकको समयमा केही क्षण छलफल गऱ्यौँ। विशेष गरी संसदको सबै दलका मुख्य सचेतक, प्रमुख सचेतक, सचेतकहरू बसेर छलफल गऱ्यौँ र त्यो बिचमा मैले प्रधानमन्त्रीज्यूको सचिवालयमा पनि कुराकानी गरेँ। यो बिचमा वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः 1 हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।